हेलो गाइस, आरजे ब्रो एन्टरटेनमेन्ट च्यानल हेर्नु हुँदैछ। आज हामीहरू चिउरा कुट्नु लिएको। उता भुट्ने धम्बा हो, यता हाम्रो बुवा बसिराख्नु भएको छ। यति चिउरा हामीले कुटिसकेछौँ र यो हो अगाडिको दिनको ढिकी। आजभोलि त यस्तो ढिकी देख्नु पनि पाइँदैन। आजभोलि सब मिसिनमा कुटेको चिउरा अब किनी लिएर खाइन्छ। यो अगाडिबाटै अब यसरी बुवाहरू अजाहरूले अगाडि यसरी चिउरा कुट्दै खानुहुन्थ्यो र अझै नै हाम्रो घरमा चाहिँ ढिकी छ। तपाईहरु देख्नु भएको छ कि छैन? यो चिउरा कुटेर खानु भएको छ कि छैन? प्लिज कमेन्ट गरेर भन्नु। र तपाईहरु युट्युबमा हेर्नुहुँदैछ भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु र फेसबुकमा हेर्नुहुँदैछ भने फलो गरिदिनु। र यहाँ लगाइराख्नु भएको चाहिँ मेरो भाउजू हो। अहिले म कुट्दै छु, कुट्नु चाहिँ म हो। भिडियो गर्दै कुट्दै गरिरहेको छु म। उता बुवा र धम्बा चाहिँ आगो ताप्दै भुटिराख्नु भएको छ। अनि अब यसरी खुट्टाले यसरी कुट्नुपर्छ। यता हो मेरो आमा तामल खाँदै हुनुहुन्छ, लगाई गल्नु भएको छ अनि साइड हुनुभएको हो। यसरी यो घान पनि अब कुटिसक्यो। केही घान गर्दै कुट्नुपर्छ। यसरी एकेबारे धेरै घुट्नु सकिँदैन, अलिअलि गर्दै कुट्दै राख्दै गर्नुपर्छ। र प्लिज कमेन्ट गरिदिनु तपाईहरुले यसरी चिउरा कुटेर खानु भएको छ कि छैन प्लिज। ल लाइक गरिदिनु है भिडियो राम्रो लाग्यो।